त्यसपछि फिल्म सुरु हुन्छ र हामी देख्छौं कि एउटा सानो बच्चा छ जसका आमा बाबुको मृत्यु भइसकेको थियो। ऊ निकै दुखी रहने गर्थ्यो, त्यसैले आफ्नी हजुरआमाको घरमा बस्न आउँछ। उसको नाम सैम थियो, तर ऊ अझै पनि निकै उदास रहन्थ्यो किनभने ऊ आफ्ना आमा बाबुलाई धेरै सम्झन्थ्यो। उसकी हजुरआमा अत्यन्तै मायालु र हेरचाह गर्ने थिइन्, जसले सैमको निकै ख्याल राख्थिन्। तर त्यसको बावजुद पनि सैम त्यहाँ सहज महसुस गर्न सकिरहेको थिएन। त्यसैले उसकी हजुरआमाले भनिन्, "ठीक छ, म तिमीलाई एउटा नयाँ पाल्तु जनावर ल्याइदिन्छु। तिमी त्यससँग खेल्न सक्छौ, त्यसलाई आफ्नो साथी बनाउन सक्छौ अनि आफ्ना मनका सबै कुरा त्यससँग गर्न सक्छौ", हजुरआमाले भनिन्। केही दिनपछि उनकी हजुरआमाले सैमलाई उपहार स्वरूप एउटा मुसा दिन्छिन्। सैम त्यो मुसा पाएर निकै खुसी हुन्छ र त्यसैसँग धेरै जसो समय बिताउन थाल्छ। उनी सधैँ आफ्नी हजुरआमालाई भन्थ्यो, "हजुरआमा, मुसा कति रमाइलोसँग बस्छन् है। यी मजाले खाइरहन्छन् र आफ्नै पुच्छरसँग खेलिरहन्छन्।" एउटा दिन सैम आफ्नो कोठामा मुसासँग खेलिरहेको हुन्छ। बाहिरबाट एउटा जादुगरनी बीच उसलाई हेरिरहेकी हुन्छ। त्यो जादुगरनीको नजर निकै अनौठो देखिन्थ्यो। त्यसैबीच सैमकी हजुरआमाको स्वास्थ्य पनि अचानक बिग्रन थाल्छ। तर केही समयपछि उनी फेरि सामान्य महसुस गर्न थाल्छिन्। त्यसपछि उनले सैमलाई भनिन्, "बेटा, बाहिर जाउँ, अलि हिँडुल गरौँ।" त्यसपछि उनीहरू दुवै सँगै एउटा रोस्टी स्टोरमा किनमेल गर्न जान्छन्। केही समयका लागि सैम आफ्नी हजुरआमाबाट टाढा हुन्छ। त्यही बेला एक महिलाले उसँग कुराकानी गर्न आउँछिन्, जो वास्तवमा जादुगरनी बीच थिइन्। उनले सैमलाई चकलेट दिन्छिन्। यही जादुगरनी पहिले सैमको घरको झ्यालबाट हेरिरहेकी थिइन्। उनले सैमलाई मिठो स्वरमा भनिन्, "प्यारा बच्चा, इधर आओ।" उनले सैमलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेकी थिइन्, अर्थात् उनलाई हिप्नोटाइज गरिरहेकी थिइन्। त्यसै बेला जादुगरनीसँग एउटा अनौठो सर्प स्नेक पनि थियो। तर ठिक त्यस बेला सैम अचानक सचेत हुन्छ र झसङ्ग हुन्छ। ऊ ती जादुगरनीबाट टाढा हट्न खोज्छ। त्यस घटनालाई कसैले देख्ने बित्तिकै जादुगरनी डराएर भाग्छे र तुरुन्तै त्यहाँबाट हराउँछे। जब उनीहरू घर फर्किन्छन्, सैम आफ्नी हजुरआमासँग भन्छ, "हजुरआमा, स्टोरमा त्यो महिला धेरै अनौठो तरिकाले कुरा गरिरहेकी थिइन्। उनले मलाई जबरजस्ती चकलेट दिन खोजिन् र भनिरहेकी थिइन्, मेरो कुरा सुन, अनि उनको साथमा एउटा सर्प पनि थियो।" त्यसपछि उनकी हजुरआमाले गम्भीर हुँदै भनिन्, "ऊ त एक जादुगरनी बीच थिइन्। हामी किन तिमीलाई भनिरहन्छौं कि कसैबाट कुनै पनि चिज नलिनु, किनभने त्यहाँ केही मिलाइएको हुन सक्छ। अनि सबैभन्दा ठूलो कुरा, यदि ऊ वास्तवमै जादुगरनी थिइन् भने उनले तिमीलाई लोभ्याएर फसाउन खोजिरहेकी हुन सक्छिन्। म तिमीलाई मेरो बाल्यकालको एउटा कथा सुनाउँछु", हजुरआमाले भनिन्। "जब म करिब 10 वर्षकी थिएँ, मेरो पनि एउटी मिल्ने साथी थिइन्। हामी दुवैजना एक ठाउँतिर जाँदै थियौं। अचानक बाटोमा हामीलाई केही अनौठो महसुस भयो। अर्को दिन जब मेरी आमा मेरो कपाल बाँध्दै हुनुहुन्थ्यो, मैले केही अचम्मको देखेँ। मेरी साथी मेरै अगाडि एउटा कुखुराको खुट्टामा परिणत हुन थालिन्। हो, त्यही जादुगरनीले उसमाथि कुनै जादु गरेको हुनुपर्छ। वा सायद उसले खाएको चकलेटमा केही मिसाइएको थियो। त्यसैले म त बाल्यकालदेखि नै यस्ता जादुगरनीहरूबाट टाढै बस्छु। तिमी पनि अबदेखि यस्ता अनजान व्यक्तिबाट केही पनि नलिनु। यदि कोही अजीब देखिने मानिस तिमीलाई केही दिन खोजे भने तुरुन्तै मलाई भन्नु, ठीक छ?" हजुरआमाले सैमलाई कडा चेतावनी दिइन्। तर ती जादुगरनीहरू सबैभन्दा पहिले गरिब मानिसहरूलाई निशाना बनाउँछन्, हजुरआमाले चिन्तित हुँदै भनिन्। उनको घरको केही पर एउटा 5 तारे होटल थियो। त्यहाँ सैमकी हजुरआमाको राम्रो चिनजानको एक सेफ हेड थिए। साथै उनी होटलका म्यानेजरसँग पनि राम्रो सम्बन्ध राख्थिन्। त्यसैले उनले म्यानेजरसँग कुरा गरेर सानो कोठा लिन सकिन्। होटलका म्यानेजर असल व्यक्ति थिए, त्यसैले उनले सहजै तिनीहरूलाई बस्न दिए। यसरी सैम र उनकी हजुरआमा त्यो होटलमा सर्ने निर्णय गर्छन्। त्यहाँ उनीहरू स्वतन्त्र रूपमा जहाँ चाहियो त्यहाँ जान सक्थे। तर एक अचम्मको कुरा हुन्छ, एकाएक धेरै जादुगरनीहरू विशेष त्यही होटलमा आउँछन्। किनभने उनीहरूको त्यहाँ कुनै गोप्य बैठक मिटिङ हुँदै थियो। त्यसपछि उनीहरू सबैले एक भव्य डिनरको योजना बनाउँछन्।
ती सबै जादुगरनीहरू निकै फेसनेबल देखिन्थे। उनीहरू होटलको म्यानेजरसँग भेट्न जान्छन् र भन्छन्, तपाईँ त राम्रोसँग जान्नुहुन्छ कि हामी को हौं। हामीलाई एउटा ठूलो हल चाहिन्छ जहाँ हाम्रो बैठक गर्न सकियोस्। तर वास्तविकता के थियो भने उनीहरूको योजना निकै खतरनाक थियो। उनीहरू सबै बालबालिकाहरूलाई अपहरण गर्ने वा तिनीहरूलाई यस्तो चकलेट दिने योजना बनाइरहेका थिए जसमा उनीहरूको जादुई विष मैजिकल पोषण मिसाइएको थियो, जसले मात्र चकलेट खायो तिनीहरू सबै जनावरहरूमा परिणत हुनेछन्। जादुगरनीहरू आपसमा योजना बनाउँदै थिए, किनभने यी साना बच्चाहरू असभ्य हुन्छन्, शिष्टाचार सिक्दैनन् र यो संसारमा रहन लायक छैनन्। अब रात पर्छ। सैम आफ्नी हजुरआमासँग कुरा गरिरहेको हुन्छ। बाहिर मुसलधारे पानी परिरहेको हुन्छ। सैमले भन्छ, हजुरआमा, जादुगरनीहरू सधैँ अनौठो तरिकाले देखा पर्छन्, होइन त? अनि के तपाईलाई थाहा छ? जब जादुगरनीहरू आउँछन् सधैँ हावाहुरी र ठूलो पानी पर्छ। त्यसै बेला सैम मुहाइरहेको हुन्छ। बाहिरको भीषण वर्षाको आवाज सुनिन्छ र ऊ अचानक केही देख्न सक्दैन। सैम आफ्नो हजुरआमासँग कुरा गर्दै थियो। बाहिर मुसलधारे पानी परिरहेको थियो। सैमले सोधे, हजुरआमा, जादुगरनीहरू कस्तो देखिन्छन्? उनकी हजुरआमा भन्न थालिन्, बेटा, तिनीहरूको नमहरू निकै फोहोर हुन्छन्। त्यसैले तिनीहरू हातमा पन्जा लगाउँछन्। तिनीहरूको कपाल पनि राम्रो हुँदैन, त्यसैले तिनीहरूले बिग लगाउँछन् वा ठूलो ठूलो टोपी ह्याट लगाउँछन्। यी कुरा सुनेर सैम डराउँछ। बाहिर आँधी र तुफान पनि चलिरहेको थियो जसले उसलाई अझै बढी डर लाग्छ। आखिर के हुँदैछ? सैमले सोच्दै उसको मनमा डर र चञ्चलता बढ्दै जान्छ। यी कुरा सुनेर सैम डराएको थियो किनभने बाहिर तुफान पनि आइसकेको थियो। अब बिहान पर्दछ। सैम बेचैन र डराएको हुन्छ। उसले आफ्नो पाल्तु मुसा लिएर कुनै सुरक्षित स्थानमा लुकिजान्छ। उसलाई घुम्नको लागि एउटै सानो गहिरो खाल्डोमा जान चाहन्छ। तर त्यही समयमा ती जादुगरनीहरूको समूह आउँछ जसले बैठक गर्न आउनु थियो। सैम तिनीहरूलाई देखेर अझै डराउँछ र चुपचाप लुकिजान्छ। तर सबैभन्दा ठूलो जादुगरनीलाई उसको गन्ध आउँछ र उनी हर कोठामा सैमलाई खोज्न थाल्छिन्। तर सैम कहीँ देखिँदैन। त्यसपछि जादुगरनी आफ्नो बैठक सुरु गर्छन्। अब सबै जादुगरनीहरू कुर्सीमा बसेका थिए र उनीहरूको अगाडि सबैभन्दा ठूलो जादुगरनी उभिएकी थिइन्। उनले एउटा पोषण द्रव्य बाहिर निकालेर भनिन्, यो जादुई पोषण हो। यदि तपाईँ यसको एक ड्रप कुनै चकलेट वा खानामा हाल्नुहुन्छ भने त्यो चकलेट वा खानामा जादुको प्रभाव पर्न थाल्नेछ। उनले पोषणलाई उठाएर सबैलाई देखाउँछिन् र त्यसपछि त्यो पोषण स्टेजबाट तल फ्याँकिदिन्छिन्। तर तल कुनै पनि कुरा थिएन। तर स्टेजको पछाडि एउटा भेन्टिलेसन हावा जानका लागि को सानो झ्याल थियो र त्यहाँबाट सैम देख्न सक्छ। जादुगरनीहरू सैमलाई देख्न सक्दैनन् र त्यसै बेला एक मोटो बच्चा त्यहाँ आउँछ जो त्यहाँको कुनै कर्मचारीको छोरा थियो। सबै जादुगरनीहरू उसलाई देखेर आकर्षित हुन्छन् र उसलाई आफ्नो जालमा फसाउँछन्। त्यस बच्चालाई खाने पिउनेमा धेरै रुचि थियो र जादुगरनीहरूले यसलाई देखेर खुसी हुन्छन् कि हामी यसलाई फसाएर आफ्नो काम गर्न सक्छौं। उनीहरूले उसलाई चकलेट दिइन् जसमा उनीहरूले जादु पोषण मिसाएका थिए। बच्चा तुरुन्तै त्यो चकलेट खाइदिन्छ र त्यसपछि उसले एक सानो मुसामा रूपान्तरण गरिदिन्छ। अब जब जादुगरनीहरूले मुसालाई हेर्दै थिए उनीहरू डराउन थाल्छन् र चुहेलाई आफ्नो हिल्स जुत्ताको हिउँ तल समातेर मार्ने मन बनाउँछन्। तर त्यही समयमा सैम भेन्टिलेसन विन्डो हावा जाने झ्यालबाट बाहिर आउँछ र मुसालाई आफ्नो साथ लिने प्रयास गर्छ। तर सैमले यो काम गरेर गल्ती गयो किनभने सबै जादुगरनीहरूले सैमलाई देख्न थाल्छन् र उनलाई समात्छन्। तिनीहरू सैमको कानमा जादु पोषणको एक ड्रप हाल्छन् जसबाट सैम पनि मुसामा रूपान्तरण हुन्छ। अब सैम जो मुसा बनेको थियो र स्वस्थ बच्चा पनि मुसा बनेर तुरुन्तै त्यहाँबाट भाग्न थाल्छन्। सँगै सैमको आफ्नै पाल्तु मुसा पनि उनीहरूको साथमा हुन्छ।
हामीलाई थाहा हुन्छ कि ती बच्चीलाई पनि जादुगरनीहरूले चकलेट खुवाएर चुहामा परिणत गरिदिएका थिए। अब ती 3 जना सैम, बच्चा र पाल्तु मुसा सँगै हजुरआमासँग कुरा गर्छन् र सैम बताउँछन्, एक रोचक कुरा यो छ कि जुन कोठामा जादुगरनीहरू छन् तिनीहरूको बाल्कनी हाम्रो बाल्कनीसँग जडान भएको छ। त्यसपछि हजुरआमासँग एक विचार आउँछ र उनी भन्छिन्, मैले एक मोजा बुन्दैछु। म तिमीलाई त्यसमा राखेर तल पठाउँछु अनि तिमी त्यो पोषण चोरेर माथि ल्याएर म तिमीहरूलाई ठिक पारिदिन्छु। हजुरआमा त्यसै गरिन्। उनी सैमलाई मोजामा राखेर तल पठाउँछिन् र त्यसपछि उनी काम सुरु गर्छिन्। सैम त्यति डराएको हुन्छ जादुगरनीबाट, तर त्यति बेला जादुगरनी त्यहाँ छैन। सैम तुरुन्तै पोषण उठाएर मोजामा फर्किन्छ। अब उसकी हजुरआमा मोजा बुन्दै थिइन् कि जादुगरनी त्यहाँ आउँछ र मोजालाई बलले समातेर हेर्छ। तर सैमको हजुरआमा चाँडै प्रतिक्रिया दिइरहेको छ र भनिन्, छोड्दे, मैले मोजा बुन्दै थिएँ र म तल गइरहेको थिएँ, त्यसैले म यसलाई फेरि माथि तान्न खोज्दैछु। जादुगरनी मोजालाई चेक गर्न जान्छ, तर त्यसै बेला होटलका प्रबन्धक आउँछन् र जादुगरनी मोजालाई छोडेर जान्छिन्। अब हजुरआमासँग पोषण थियो जसलाई उनी प्लेटमा राखेर मुसाहरूलाई एक एक गरेर डिप गर्न थाल्छिन्। तर के होला, त्यो पोषण कुनै असर गर्ने देखिँदैन, किनभने त्यो पोषण मानिसलाई जनावरमा रूपान्तरण गर्न सक्थ्यो, तर जनावरलाई फेरि मानिसको रूप दिन सक्दैन। सैम भनेको छ, हजुरआमा, हामी ठिक हुन सक्दैनौं, त्यसैले हामी त्यो पोषण जादुगरनीहरूको सुपमा हाल्न सक्दैनौं। तपाईँ त किचनसम्म जान सक्नुहुन्छ, होइन? हजुरआमा जवाफ दिन्छिन्, वाह, के राम्रो विचार दिनुभएको छ बच्चा। त्यसपछि हजुरआमा ती 3 मुसाहरू र पोषणलाई आफ्नो ब्यागमा राखेर किचनमा जान्छिन्, जहाँ जादुगरनीहरूको सुप तयार हुँदै थियो र त्यो पोषण त्यसमा हालिदिन्छिन्। यो गर्दा होटलका प्रबन्धकले हजुरआमालाई देख्छन् र भन्छन्, यी मुसाहरू तपाईका हुन्, तपाईलाई किचनमा यिनलाई ल्याउन हुँदैन, होइन र? यदि यी तपाईका पाल्तु जनावर हुन् भने तपाईले गलत काम गर्नुभयो। हजुरआमा जवाफ दिन्छिन्, यी चुहाहरू मेरो होइनन्, जाँच गर्नुहोस्, सबै कुरा देख्न सक्नुहुन्छ। हजुरआमाले ती चुहाहरूलाई आफ्नो ब्यागको कुनामा लुकाएर राखेको हुन्छ। जब प्रबन्धक हजुरआमाको कोठा र सामान जाँच गर्छ, उनी चुहाहरूलाई कतै पनि पाउँदैनन्। त्यसपछि उनी निकै लाजित हुन्छन्। हजुरआमा भन्छिन्, मैले तिमीमाथि मुद्दा दायर गर्नेछु। तिमीले कसरी अरूको कोठा जाँच गर्न सक्यौ, र हेर, पुलिस तिमीलाई यस होटलबाट बाहिर निकालेको छ। प्रबन्धक डराएर भन्छ, लेडी, कृपया शान्त रहनुहोस्। के भयो? तपाईँ डिनर गर्नुहोस् मेरो तर्फबाट र म तपाईलाई माफी चाहन्छु। त्यसपछि हजुरआमा आफ्ना योजना सफल पार्न सक्छिन् र उल्टै उनलाई डिनर पनि मिल्छ। त्यति बेला जादुगरनीहरूको डिनरको समय आउँछ। उनीहरूले सुप केवल र केवल आफैका लागि तयार पारेका थिए। अनि त्यो राम्रो कुरा थियो कि उही सुप पिउँदा सबै जादुगरनीहरू मुसामा परिणत हुने थिइन्। जस्तै जादुगरनीहरू सुप पिउँछन्, त्यही समय सबै जादुगरनीहरू मुसामा बदलिन्छन् र यी मुसाहरूलाई देखेर हजुरआमा निकै खुसी हुन्छिन्। यसलाई देखेर मलाई पनि धेरै मजा आउँछ। त्यसपछि होटलका सबै कर्मचारीहरू र हजुरआमाले ती मुसाहरूलाई मार्न थाल्छन्। तर एक नराम्रो कुरा यो हुन्छ कि सबैभन्दा ठूलो जादुगरनी, जसले सुप अझै पिउनु भएको थिएन, अझै मुसामा परिवर्तन भएको छैन। त्यसपछि ती 3 मुसा चालाकीका साथ एक जाल तयार गर्छन् र जादुगरनीको औंलालाई सो जालमा फसाइदिन्छन्। यसले जादुगरनीलाई झस्काउने बनाउँछ र उनी चिच्याउन थाल्छिन्। त्यसपछि ती मुसाहरू ती जादुगरनीको मुखमा पोषण हालिदिन्छन् र अब त्यो जादुगरनी पनि मुसामा परिणत हुन्छ। तर अन्य मुसाहरूको तुलनामा उनी थोरै ठूलो हुँदछन् र ती सबै जादुगरनीहरूलाई अन्तिम कपमा बन्द गरी राखिदिन्छन्। त्यसपछि हजुरआमाले एउटा बिरालोलाई त्यस जादुगरनीको मुसाको सामुन्ने राखिदिनुहुन्छ र के थाहा, त्यो बिरालो उस मुसालाई हमला गरेर मारेको या खानेको प्रयास गर्छ। अब हजुरआमाले तीनवटै मुसालाई आफ्नो झोलामा राखेर त्यो स्थानबाट बाहिर जान्छिन्, किनकि अब उनीहरूलाई कुनै जादुगरनीको खतराको सामना गर्नु परेको थिएन। त्यसपछि त्यो मुसा आफ्नो घरमा पनि रहन सक्थ्यो।
बाहिर हामी देख्छौं कि त्यस सानो बच्चाका अभिभावकहरू निकै चिन्तित छन् कि हाम्रो छोरा कहाँ गएको होला, तर उसकी आमाले भने धेरै बेर र क्रूर थिइन् र कहिले आफ्नो छोरासँग माया गर्थिनन्। र जब यहाँ पनि उसको छोरा मुसाको रूपमा कुरा गर्दै थियो, त्यसपछि उसकी आमा डराएर भन्छिन् कि यो अब तिमी नै राखो, म यसलाई राख्न चाहन्न। त्यसपछि त्यो मुसा भन्छ, ठिकै छ, मलाई अब मेरा साथीहरू मिलिसके र धन्यवाद छ कि मलाई ज्यान मिल्यो। यो कहानी वास्तवमा धेरै रोचक र रमाइलो थियो। दादी जान र ती तीनवटा मुसोहरूको सम्बन्ध र उनीहरूको जीवन नयाँ तरिकामा जिउने खुशी धेरै नै दिलचस्प थियो। उनीहरूले जस्तो चुनौतीहरूको सामना गरे र अन्तमा खुशीको जीवन पाए, त्यो सबैका लागि प्रेरणादायक छ। तपाईले यो कहानी यसरी प्रस्तुत गर्नुभयो कि यो एक रमाइलो र सुखी अन्त्यसँग समाप्त हुन्छ। मलाई आशा छ कि यसले तपाईलाई पनि आनन्द दिएको होला। धन्यवाद कि तपाईले यो सेयर गर्नुभयो।